मन्त्री केपी को मादछ त फेरि यो यस्तो बोल्ने रमेश लेखक पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौँ, घाइतेहरूको उपचारको माग गर्दछौँ र जसले मान्य सदस्यहरूलाई गम्भीर घाइते बनायो यसको यथोचित छानबिन गर्ने र कानुन अनुसार दुईटा मान्य सदस्यको समय सिकेको आज कानुन अनुसार एकातर्फ फौजदारी कार्यविधिको 81 र 82 प्रयोग गर्ने कुरा एकातर्फ भएको छ, अर्कोतर्फ त्यही कार्यविधि माथि त्यो प्रतिवेदनको अर्को खण्ड अर्थात् 24 गतेको खण्डको बारेमा आज कतै कुनै कुरा उल्लेख गरिएको छैन र त्यसको बारेमा छानबिन गर्नुपर्छ भनिएको छ, नयाँ कार्यदल बनाउनुपर्छ भनिएको छ। यस खालको एउटा घटनासँग जोडिएर दुई खालका कुराहरू अत्यन्त गम्भीर छन्। यस अर्थमा नेपाल सरकारको यस विषयमा गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्दछु र अध्यक्ष मार्फत यो गम्भीरताले लिएर आवश्यक हस्तक्षेप बन्द गर्ने, पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु।